यहाँहरूलाई स्वागत छ मेरो हिमालय मिक्स ज्ञान च्यानलमा। आज हामी माइक्रोसफ्ट वर्डका केही टिप्स एन्ड ट्रिक्सलाई हेर्नेछौँ। सुरुमा हामी पहिलो टिप्सलाई हेर्नेछौँ। पहिलो टिप्स हेर्नुभन्दा पहिला अगाडि हामी माइक्रोसफ्ट वर्डलाई ओपन गर्नेछौँ। हामी सुरुमा किबोर्डको विन्डोज की प्लस आर प्रेस गर्नेछौँ। त्यसपछि यहाँ विनोड टाइप गर्नेछौँ। यहाँ अलरेडी टाइप गरिएको छ। त्यसपछि ओकेलाई मैले प्रेस गरेँ। त्यसपछि हाम्रो माइक्रोसफ्ट वर्ड ओपन भएको छ। हामी पहिलो टिप्सलाई हेर्नेछौँ। पहिलो टिप्स जस्तै हामीले कतिखेर केही कुराहरू बुझाउनु पर्दाखेरि हामीले डमी टेक्स्टको आवश्यक पर्छ। डमी टेक्स्ट कसरी ल्याउने भन्ने कुरालाई हामी पहिला हेर्नेछौँ। सुरुमा इक्वल टु प्रेस गर्ने हो। सुरुमा इक्वल टु प्रेस गर्ने। इक्वल टु प्रेस गरेपछि आरएनडी र्यान्ड भनेर टाइप गर्ने। त्यसपछि ब्राकेट ओपन। कतिवटा प्याराग्राफ चाहियो? अब दुईटा चाहियो भने हामी 2 लेख्छौँ। कतिवटा लाइन चाहियो भने जस्तै यहाँ कमा दिएर हामी 4वटा लाइन चाहियो भने हामी 4 लेख्छौँ। त्यसपछि गएर ब्राकेट क्लोज गरेर हामी इन्टर प्रेस गर्दै भने हाम्रो यो डमी टेक्स्ट आउँछ। हाम्रो यो पहिलो टिप्स भयो। दोस्रो टिप्समा जस्तै हामीलाई अब यति भागलाई मात्र सिलेक्ट गर्न पर्यो भने जस्तै हामीले नर्मल रूपमा सिलेक्ट गर्दा यसरी सिलेक्ट गर्छौँ हैन। जस्तै हामीले छिट्टो सिलेक्ट गर्न पर्यो भने यहाँ कुनै एक ठाउँमा क्लिक गर्नु। जस्तै मैले यो डकुमेन्टको पछाडि क्लिक गरेँ। त्यसपछि 3 चोटि फास्ट मैले क्लिक गर्ने छु। 1 2 3 हेर यसरी नै हामीले प्याराग्राफहरू सिलेक्ट गर्न सक्छौँ। यो हाम्रो दोस्रो टिप्स भयो। अब हामी तेस्रो टिप्स हेर्ने छौँ। तेस्रो टिप्समा जस्तै हामीले कुनै बेला सबै यो क्यापिटल अक्षर चाहिन्छ। कुनै बेला क्यापिटल चाहियो भने हामीले क्यापिटल बनाउनको लागि हामी शिफ्टसँग किबोर्डको शिफ्ट अनि F3 हाने बित्तिकै हाम्रो यो सबै क्यापिटल हुन्छ। फेरि हामीले पहिलाको अवस्थामा ल्याउनको लागि फेरि शिफ्टसँग F3 नै हाने भने यो हाम्रो पहिलाको अवस्थामा आउनेछ। त्यसैगरी हामी अर्को एउटा टिप्स एन्ड ट्रिकलाई हेर्नेछौँ। फेरि जस्तै यो हरेकको तल हामीलाई अन्डरलाइन चाहियो। जस्तै यु को तल, द को तल, इन्सर्ट को तल हामीले एउटा दिँदाखेरि टाइम लाग्छ। हामी एकैचोटि यसलाई गर्न सकिन्छ। पहिला हामी कन्ट्रोल ए गरेर सिलेक्ट गर्छौँ। यसरी सिलेक्ट गरेपछि कन्ट्रोल शिफ्ट डब्लु यसरी गर्यो भने हामीले हरेक टेक्स्टको तल अन्डरलाइन दिन सक्छौँ। त्यसैगरी हामीलाई अब सिंगल लाइन चाहिएमा जस्तै यो हटाउन पर्यो भने सेम त्यही केस गर्दैछ। यो हट्छ। कन्ट्रोल शिफ्ट डब्लु र हामीलाई अब हरेकको तल अन्डरलाइन चाहिएमा जस्तै शिफ्ट कन्ट्रोल शिफ्ट यु गर्यो भने सिंगल अन्डरलाइन यसरी हुन्छ सबैको तल। अब यसैलाई हटाउन पर्यो भने फेरि कन्ट्रोल शिफ्ट यु गरेपछि यो हट्छ। अब हामीलाई डबल लाइन चाहिएमा कन्ट्रोल शिफ्ट डी क्लिक गरे भने डबल लाइन आउँछ। अब हेर यहाँ देख्न सक्नुहुन्छ। म हल्का जुम गरिदिन्छु। यसरी डबल लाइन यसलाई हटाउन पर्यो भने सेम त्यही केस कन्ट्रोल शिफ्ट डी गर्दै भने यो हट्छ। त्यसैगरी यो टेक्स्टहरु हाइड गर्न पर्योमा हामीले कन्ट्रोल शिफ्ट सँग एच हाने भने यो हाम्रो हाइड हुन्छ। यसलाई हामी कन्ट्रोल शिफ्ट गरेर फेरि ल्यायौं। त्यसैगरी कुनै बेला हामीलाई अब लाइन चाहिएमा जस्तै यहाँ तल लेख्दै गयो लाइन चाहियो। अब लाइन सर्टकट कीबाट अब ल्याउनलाई हामीले छिटो र सजिलो हुन्छ सर्टकट की जान्ने। अब नत्र हामी यहाँबाट गइन्छ हैन। इन्सर्टमा गएर यसरी यहाँबाट सेपमा गएर लाइन तानिन्छ। यसरी गर्दाखेरि ढिलो हुन्छ। हामीले छिटो ल्याउनको लागि 3टा माइनस हान्ने यसरी 3 चोटि माइनस त्यसपछि गएर इन्टर प्रेस गर्दै भने यसरी मसिनो लाइन आउँछ। डबल लाइन चाहिएमा जस्तै हामीले यो इक्वल टु लाई 3 चोटि थिच्ने त्यसपछि गएर हामी इन्टर प्रेस गर्छौं। यसरी गर्दा हामीलाई डबल लाइन आउँछ। अब हामीलाई मोटो बोर्डर चाहिएमा
मोटो बोर्डर अथवा लाइन चाहिएमा मोटो बोर्डर ल्याउनको लागि हामी शिफ्टसँग ह्याचलाई 3 चोटी थिच्छौं शिफ्टसँग ह्याच 3 चोटी त्यसपछि प्रेस इन्टर गरेपछि हाम्रो मोटो बोर्डर लाइन आउँछ यसरी त्यसैगरी फेरि अर्को टिप्स हामीलाई अब जिगज्याग लाइन चाहियो हामीलाई जिगज्याग लाइन चाहिएमा जस्तै शिफ्ट प्रेस गर्ने स्केपको तलको ठ्याक्कै यो उल्टो यस जस्तो बटन छ यसलाई चाहिँ 3 चोटी प्रेस गर्यो भने हामीले जिगज्याग लाइन आउँछ यसरी लाइनहरुको लागि सर्टकट कीबाट हामीले ल्याउन सकिन्छ त्यसैगरी अब हामी जस्तै हामीलाई अब टेबल चाहिएमा अब टेबल चाहिँदाखेरि हामी फेरि इन्सर्टमा जाऊ हैन टेबलमा क्लिक गर त्यसपछि मानम 3टा कोलम 3टा रो चाहिए भने हामीले त्यहाँ टाइप गरेर लेख्छौं भने हामीले यहाँबाट छिटोको लागि यसरी नै गर्न सकिन्छ सुरुमा हामी प्लस थिच्छौं शिफ्टसँग प्लस त्यसपछि ट्याब गर्ने फेरि शिफ्टसँग प्लस फेरि ट्याब गर्ने शिफ्टसँग प्लस फेरि ट्याब फेरि प्लस त्यसपछि इन्टर हान्ने बित्तिकै हाम्रो यो 3टा जस्तै मैले 3टाको लागि बनाए 3टा आयो त्यसपछि हामीले यहाँ थप्दै जान पर्यो भने लास्टमा हामी क्लिक गर्ने र किबोर्डको ट्याब ट्याब गर्दै यहाँ प्रेस गर्दै जाने आफूले जति चाहिन्छ त्यति बनाउन सकिन्छ यहाँहरुलाई मेरो भिडियो कस्तो लाग्छ यदि राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गरिदिनु होला र लाइक शेयर कमेन्ट पनि गरिदिनु होला